रहेछ लु हेऱ्यौ यो सुन्तला हो सुन्तला होइन त्यो यो त निम्बु 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 अबको तपाईको के चाहिँ अबको तपाईँको चाहिँ यो त तपाईको निम्बु पनि मधेसी निम्बु होइन छ नि अर्कै हो त्यो ठुल्ठुलो खालके कस्तो कुन कस्तो खालकेहरू हो सुन्तला हो त्यो पनि निम्बु नै हो यो सबै सानो सानो सबै निम्बु हो यो चाहिँ के अरे यसको अर्को नाम चाहिँ के हो भन्दाखेरि पितम्ची पनि भन्छ होइन पितम्ची के पनि भन्दो रहेछ त त्यसको विषयमा चाहिँ मलाई याद भएन हो ए यहाँनिर चाहिँ फेरि हिजो मैले अदुवा निकालिदिएको अदुवाको चाहिँ हेर्नु अब यो अदुवा रोप्नु पनि पुरा जरा ढिलो भइसकेछ यत्रो यत्रो भइसकेछ त्यो अस्ति एउटा हो अस्ति हिजो अस्ति होइन भालु कुकुर होइन एउटा अस्ति एउटा त्यो कुकुर थियो कि पाएको हो त्यो कुकुर गाडेको त्यहाँनिर मरेको होइन नि जिउँदै थियो तल हस्बेन्डले लगेर पनि डिलिट सक्दैन सक्दैन भने त मान्छेले नगर्नु त्यस्तो काम अब यता आउनु माथि जानुपर्छ गुड आफ्टरनुन सबैजनालाई फेरि वन्स अगेन वेलकम ब्याक टु माई ब्लग आजको दिन 11 तारिकको दिन हामी एउटा कामहरू स्टार्ट गर्दैछौँ यहाँनिर घरकै कामहरू यता अगाडि छ फाउन्डेसनको लागि यता देखाउनुहोस् त यो चाहिँ हाम्रो बालु राम्रो क्वालिटीको ल्याइदिनु भएछ हो ढुङ्गा चाहिँ अब तपाईँको गाडी आउनु छ एकछिन त अब यहाँ फोनबाट देखाएको एक गाडी तपाईँको कति पऱ्यो भन्दाखेरि आउँदा 9,000 ट्याक्कै 9,000 फेरि अर्को पनि दिइसकेका छौँ हामीले अब बल्लकै दाम आएको छ त अन्त त्यही ढुङ्गाको महँगो छ हो यहाँ हो हामीले अब काम गर्दै गर्नुपर्छ अब आजको दिनभरिको एक दिनको काम हिजो आज फाउन्डेसन गर्दैछौँ हामीसँग भाइहरू 2 जना छ र बाजे पनि हुनुहुन्छ काम गर्नुको लागि रेडी र यहाँ ढुङ्गा यति साह्रो बेसी निस्किन्छ भनेर हामीलाई याद पनि थिएन तर निकै निस्क्यो यो ढुङ्गाहरू सबै यहीँ नै जान्छ ढुङ्गा त जति भए पनि हो अहिले यो लगभग 5 फिट ज्यादा अलिकति कोही जग्गा अनुसार अलिक ज्यादा छ यहाँबाट 3 फिट यहाँ चाहिँ यहाँबाट हामीले 3-4 फिट गर्दै जाँदैछौँ हो अब यहाँबाट फिनिसिङ दामी देख्ने रहेछ देख्दो रहेछ हो यहाँ ब्रेकेट पनि लगाउनुपर्छ तपाईँको भोलिदेखि फेरि तरातन तपाईँको काम चलिहाल्छ हो अन्त भोलिको लागि यो चाहिँ साइज डोको पनि ल्याएको छु हो ल ल ओ ल यहाँ छ आइज कहाँ बसेको जङ्गलमा यहाँ आइज यहाँ छौँ है हामी चाहिँ माटो खन्दैछौँ हो यहाँसम्म पुग्दैछ फाउन्डेसन बल्ल बल्ल